नमस्कार, तपाईहरुलाई स्वागत छ। आज म तपाईहरुलाई माइक्रोसफ्ट एक्सेलमा रोमनमा सिरियल नम्बर राख्ने तरिका बताउन गएको छु। माइक्रोसफ्ट एक्सेलमा रोमनमा सिरियल नम्बर राख्नको लागि ROMAN ब्राकेट ओपन SEQUENCE सिक्वेन्स ब्राकेट ओपन र तपाईले कति नम्बरसम्म रोमन अंक सेट गर्न चाहनुहुन्छ त्यति अंक टाइप गर्नुहोस् र डबल ब्राकेट क्लोज गर्नुहोस्। त्यसपछि इन्टर की प्रेस गर्नुहोस्। यसरी तपाईले रोमन सिरियल नम्बर राख्न सक्नुहुनेछ। रोमन अंकमा सिरियल नम्बर राख्नको लागि तपाईहरुले माइक्रोसफ्ट अफिस 2021 अथवा माइक्रोसफ्ट एक्सेल 2021 भर्जन देखि माथिपट्टिको भर्जन प्रयोग गर्नु पर्नेछ। अथवा तपाईहरुले माइक्रोसफ्ट अफिस 2021 भन्दा तलको भर्जन प्रयोग गर्दै हुनुहुन्छ भने यो फिचर तपाईले प्रयोग गर्न सक्नु हुँदैन।